के तपाईले कहिले सुन्नु भएको छ एक यस्तो ठाउँको बारेमा जहाँ एउटा कुष्ठरोगी क्षणभरमै पूर्ण स्वस्थ भयो? आज म तपाईलाई सुनाउन गइरहेको कथा सपना तीर्थको एउटा पुरानो किम्वदन्ती हो, जुन कथा प्रेम, विश्वास र चमत्कारले भरिएको छ। धेरै वर्ष पहिले एक शक्तिशाली राज्य थियो, जहाँ एक राजा र उनको सुन्दरी छोरी राजकुमारी बस्दथे। राजकुमारी केवल सुन्दर मात्र होइन, उनी आफ्नो बुबाप्रति अत्यन्तै भक्त र आज्ञाकारी थिइन्। एक दिन एउटा कुष्ठरोगी राजाको दरबार अगाडि माग्दै माग्दै आइपुगे। राजाले मजाकमै राजकुमारीलाई भन्नुभयो, यदि मैले तिमीलाई त्यो कुष्ठरोगीसँग बिहे गर भने के गर्छौ? राजकुमारीले बिना हिचकिचाहट भनिन्, बुबा, तपाईको आज्ञा मेरो लागि भगवानको वचन हो। राजा छक्क परे, तर उनले आफ्नो बुबाको आज्ञा मान्ने निर्णय गरिन्। अनि राजकुमारीको विवाह एक कुष्ठरोगीसँग भयो। राजदरबारको ऐश्वर्य छोडेर उनी आफ्नो श्रीमानसँग गरिबीको जीवन बाँच्न थालिन्। दिन बित्दै गयो। खानाको लागि उनीहरूलाई घर घरमा माग्न जानुपर्ने भयो। कुष्ठरोगीको शरीर बिग्रन्दै गइरहेको थियो, तर राजकुमारीको माया कहिल्यै घटेन। एक दिन उनीहरू एउटा अनौठो ठाउँमा पुगे, सपना तीर्थ कुण्ड। आफ्नो श्रीमानलाई त्यही ठाउँमा राखेर राजकुमारी माग्न गइन्। त्यहाँ केही गोठालाहरूले फट्याङ्ग्राहरू समातेर खुट्टा भाँच्दै त्यो कुण्डमा फालिरहेका थिए। अनि अचम्मको कुरा, केही बेरपछि त्यो खुट्टा भाँचिएको फट्याङ्ग्रो फेरि जस्ताको तस्तै भएर उड्न थाल्यो। यो सबै कुष्ठरोगीले हेरिरहेका थिए। अनि उनी पनि बिस्तारै घर्सिँदै त्यो पानीमा डुबे। केही क्षणपछि त्यो कुष्ठरोगी पूर्ण रूपमा स्वस्थ भएर बाहिर निस्किए। उनको शरीर पहिलेभन्दा झन सुन्दर र तेजस्वी भएको थियो। साँझ राजकुमारी आइन् र आफ्नो श्रीमानलाई देखेर एकदमै खुसी भइन्। त्यस दिनदेखि सपना तीर्थलाई चमत्कारी स्थान मानिन्छ। भनिन्छ, सच्चा विश्वास र प्रेम भए यहाँ असम्भव पनि सम्भव हुन्छ। आज पनि वैशाख 1 गते हजारौं मानिसहरू यहाँ स्नान गर्न आउँछन्। सायद त्यो चमत्कार अहिले पनि जीवित छ।